Ready? Yes! Hi everyone, welcome back to my YouTube channel. This is Mandira and this is Kitty right? this is Kitty right? Cutie Pie. She's so excited, है? अन्त आज हामी जाँदैछु यहाँनिर 10 माइलमा चाहिँ नयाँ खोलेको रहेछ नि त बेबिजहरुको लागि त्यो किड्स जोनहरु टाइपको है त्यहाँनिर चाहिँ जाँदैछु कस्तो खालको रहेछ है त्यहाँनिर चाहिँ क्युटी पाई हाम्रो फिस हेर्नु न एउटा मात्रै छ एउटा चाहिँ मोरी जस्तै भएको सानोवाला मर्यो मैले त्यो ठुलोवाला मर्यो लाग्यो त्यो सानोवाला मरेछ बिहान मम्मा मैले खाना दिएको थिएँ कि यसलाई चाहिँ सधैँ पोपोले बिहान बिहानै खाना दिन्छ तर तिमीले चाहिँ फेरि डबल उसले फेरि दिन्छ हो खाना पनि त्यही भएर खाना बेसी भएर पनि मर्न सक्छ नि लागिराख्नु क्युटी पाई मर्छ नि ऊ त बेसी मामा भयो भने त मम्मा योले 20 ओट्रोमा हाल्यो भने चाहिँ खान्छ नि त ओट्रो क्या एउटा भयो भने त एउटा खाइहाल्छु अनि यस्तो मर्चेन अन्त अब हामी जाँदैछु है र त्यहाँनिर चाहिँ 1 आवरको चाहिँ 400 अरे होइन त्यहाँदेखिको चाहिँ 2 आवर्सको चाहिँ 600 अरे तर कस्तो खालको रहेछ भरे एकपल्ट फेरि म एकपल्ट इन्ट्रो हड्डी त अस्तिको अर्को पनि हुन्छ यहाँको हड्डी त्यस्तै हुन्छ सबैजनाको त्यस्तै हुन्छ नक्कली सबैजनाको त्यस्तै हुन्छ छिटो मलाई होइन तिमी लगाउ न पहिला आफै भयो ओके है म त लिपस्टिक लगाएर आएको छु अलिकति मात्र लगाउनु ल क्यामेरामा चाहिँ अर्कै हुन्छ होइन न ओके मलाई चाहिँ यति ग्लसी चाहिँ मन पर्दैन होइन अन्त आई डोन्ट डु त्यो हेभी मेकअप पनि है हेभी मेकअप त के म मेकअपै गर्दिनँ है हेभी मेकअप त कस्तो कोरियन केटाहरूको गर्लफ्रेन्ड हुन्छ नि यस्तो पो क्युट हुन्छ हेभी मेकअपमा कोरियन केटाहरूको भने मेरो एउटा पिम्पल्स पनि समरको आसुरु छे अलिकति जाउँ न कुनामा जाउँ बाई भनिदियो छोको नानालाई बाई भनिदियो न स्कुल उनीहरूको 2:15 मा छुट्टी हुन्छ हौ यस्तो गऱ्यो भने चाहिँ उसलाई पुरा रिस उठ्छ हातमाथि गऱ्यो भने चाहिँ ए के हुन्छ यसो गऱ्यो भने चाहिँ यस्तोमा हिँड्छ हेर्नेको हेर न यस्तोमा फेरि लड्नुको लागि छोटो जुन है म यहाँनिर यो रहेछ यहाँनिर रहेछ यहाँबाट चाहिँ उसको के कदर गरेको थिएँ भोलिमा ठिकै यहाँनिर 10 माइलमै सबै कुरा खुलेछ ह्याप्पी हपर्स प्ले जोन trampoline, ball pits, sand pits, slides and soft. नाम कुंगा छितेन बुटिया लु है यहाँनिर आइपुग्यो एकछिन बेबी पनि खेल्यो यहाँनिर चाहिँ यस्तो खालको रहेछ यहाँबाट चाहिँ यस्तो टायरमा आउँदो रहेछ यताबाट स्लाइड्स रहेछ एन्ड देन यहाँनिर चाहिँ स्विङ्स पनि रहेछ भित्रभित्र होइन यहाँनिर यहाँबाट यस्तो स्टेयर्सहरू माथिबाट आएर होमहरू रहेछ है मलाई चाहिँ म पनि खेल्न पाउँछु कि भनेर सोधेको थिएँ तर म पनि खेल्न पाउँदिनँ रहेछु
दबाई खेल्नुपर्छ रहेछ यहाँनिर ट्राम्पोलिन रहेछ एन्ड दिस इज भेरी सेफ यो चाहिँ अलिकति मलाई सेफ लाग्यो है हाइटीहरूको भन्दा अरू बेला यो ब्लक्सहरू पनि एकदमै सफ्ट खालको रहेछ है बेबीहरूलाई एकदमै हर्ट हुँदैन रहेछ तपाईँहरूले ल्याएर एकदमै खेलाउनु सक्नुहुनेछ मेरो बेबी त इन्जोय गर्दैछ त्यति डर हुँदैन ए स्विङ रहेछ नि त है त्योपछि चाहिँ नि उयो हेर्नु न खेलेको पनि उयो त हो अब यस्तो स्लाइड्सहरू पनि त सिधा खेल्दैन त घोप्टेर खेल्छ घोप्टो पऱ्यो किन तिमीले जोडेको के निकालिदिनु भन त निकालिदिउ फर्स्ट दिन बनाउने यहाँ छ छन करती नन्ही परी जब दौड़ी दौड़ी आती है खिल जाता है परिवार जब बेटियां मुस्काती है छन छन करती नन्ही परी जब दौड़ी दौड़ी आती है खिल जाता है परिवार जब बेटियां मुस्काती चंदा सी प्यारी गुड़िया लक्ष्मी ये घर आंगन की जगमग करती मेरी दुनिया रौनक ये हर सावन की ओ बिटिया अहिले तर अहिले चाहिँ खेलाउनु हुन्छ कि ए हजुर हजुर नानीको बर्थडे थियो नि त आज त्यही कारण यो चाहिँ अर्ली बेसिस हो हेरि छ अर्लीको भयो भने मैले हामीले हाफ एन आवर राइदिएको थिएँ अलिक मान्छेहरू कतिजना रिक्वेस्ट हामीले हाफ एन आवर पनि गर्दैछौँ ए हजुर हजुर अर्ली छ अर्ली भन्दा 1 आवरमा चाहिँ हामीले 400 यस्तो त्यहाँदेखि चाहिँ 600 कम्ती हुँदै जान्छ 3 आवर्स 900 चाहिँ अनलिमिटेड होल डे त्यस्तो खालको छन छन करती नन्ही परी जब दौड़ी दौड़ी आती है खिल जाता है परिवार जब बेटियां मुस्काती है छन छन करती नन्ही परी जब दौड़ी दौड़ी आती है खिल जाता है परिवार जब बेटियां मुस्काती चंदा सी प्यारी गुड़िया लक्ष्मी ये घर आंगन की जगमग करती मेरी दुनिया रौनक ये हर सावन की ओ बिटिया रानी मेरी तू ही मेरा सम्मान है ओ बिटिया रानी मेरी तू ही मेरा सम्मान है जहाँ पाँव पड़े आंगन में गूंजे किलका औ अब मुनि औ ए ए ल खेल न अन्त दिदीसँग त लु जाऊ ब्लग्स बनाउनु जाऊ केटी भाइ बेटी की जहाँ पाँव पड़े आंगन में गूंजे किलकारी है भाग्य लक्ष्मी है बरकत वो सुने घर की खुशियाँ सारी वो माँ का हाथ बटाती वो पापा को समझाती परिवार की हर उलझन को बेटियाँ सुलझाती ओ बेटियाँ तेरे होने से जन्नत सा लगता यहाँ ओ बिटिया तेरे होने से जन्नत सा लगता यहाँ
साथ निभाए, दो कुल को रोशन करती जब बेटी नाम कमाए। ओ बेटिया रानी मेरी, तू ही मेरा अभिमान है। ओ बेटिया रानी मेरी, तू ही मेरा अभिमान है। वो साज सवारे जिस घर को वो छोड़ उसे उड़ जाती है। वो साज सवारे जिस घर को वो छोड़ उसे उड़ जाती है। बेफिक्र थी इस आंगन में जो वहाँ जिम्मेदार बन जाती है। पापा की उंगली थामे, मम्मी की नसीहत माने, वो छन छन करती गुड़िया अब रिश्तों की डोर संभाले। ओ बेटिया कैसे दे विदाई अब। कस्तो लाग्यो बन्नु त यहाँ खेल्न आएर? You like it? मन पर्यो? तिमी फेरि आउँछौ?